आजको स्पेसल भनेको चाहिँ खाजा थियो। खाजाको स्पेसल भनेको चाहिँ चाम्रे भात अनि आलु फ्राई थियो। सबैभन्दा पहिला चाहिँ मैले आलुलाई नतासिकन बोक्रासँगै मसिनो गरेर काटेँ अनि प्याजलाई पनि मसिनो गरेर काटेँ। आलुमा लगाउने भनेको चाहिँ प्याज अनि हरियो खुर्सानी मात्र होइन। हरियो खुर्सानी 2-3वटा लिइसकेपछि बनाउनको लागि चाहिँ कुकरले थोरै घिउ अनि तेल लगाइदिएँ। मेथी मजाले फुराइसकेपछि भिजाको चामललाई मजाले फ्राई गरेँ अनि थोरै बेसार पनि लगाएर मजाले मिक्स गर्ने। अनि चिनी लगाएको चाहिँ ककोलाई मनपर्छ, मलाई चाहिँ मनपर्छ, त्यही भएर थोरै चिनी पनि लगाएर मजाले मिक्स गरेँ। 1 कप मात्र पानी लगाएँ अनि सिटी लगाउनको लागि साइड लगाएर अर्को फ्राई मा थोरै तेल लगाए, जिरा मजाले फुराए, अघि काटेको आलु लगाइदिए, साथमा बेसार पनि अनि मिनट मजाले फ्राई गरिसकेपछि स्वाद अनुसार थोरै नुन चिली फ्लेक्स पनि लगाए। एकछिन मजाले चलाइसकेपछि चाहिँ लास्टमा चाहिँ मैले लगाएको छु प्याज अनि हरियो खुर्सानीलाई एकछिन पकाउने अनि पकाइसकेपछि चाहिँ आलु पनि फ्राई भएर रेडी हुन्छ। लास्टमा भनेको चाहिँ हरियो धनिया लगाइदिने, मजाले मिक्स सँगसँगै चाम्रे भात पनि पाकेर चाहिँ रेडी भइसक्यो होइन। अनि कुकरको सिटी मजाले निकालिदिने अनि एकचोटि मजाले चलाइदिने। हल्का कम्ती हालेछु त्यही भएर झन्डै टाँसे छैन चाम्रे भात पनि। अनि मजाले चलाइदिने। चाम्रे भात कस्तो मजाको फुर्र भएको छ कि। अनि ढिला नगरिकन प्लेटमा लगाइदिने चाम्रे भात अनि साइडमा आलु पनि लगाइदिने। एकदम सिम्पल खाजा रेडी हुन्छ है। अनि चाम्रे भात र आलुलाई मजाले इन्जोय गर्ने।